गाउँमा गएर हलोमा एउटा भोट, घन्टीमा एउटा भोट। तपाईँलाई घन्टीको यत्रो प्रचार गर्ने इच्छा छ भने छोडिदिनुहोस् हलोलाई, आउनुहोस् न यता। गाउँ गाउँमा गएर हलोमा एउटा भोट, घन्टीमा एउटा भोट भन्दै यो कसले भन्दैछ त? विनिता कठायत, रासपाका अहिलेको जुम्लाको उम्मेदवार, त्यस्तै पूर्व सांसद, यो कसलाई इङ्गित गर्दैछन् भन्दा यो ज्ञानेन्द्र साईलाई। ज्ञानेन्द्र साईले चाहिँ रासपाबाट टिकट मागेको र टिकट चाहिँ रासपाले नदिइसके पछाडि अर्कै सुर्खेत कि कहाँनिर गएर उठ्ने भइसक्यो, उसले इच्छा जाहेर गरेको, तर टिकट नपाइसकेपछि चाहिँ फेरि हलो नै मतलब राप्रपाबाटै गएको र राप्रपाको यी चाहिँ उम्मेदवारले चाहिँ घन्टीको दुष्प्रचार गरेको र घन्टी पनि राप्रपा नै हो भने जस्तो गरेर भोट मागेको भनेर ठुलो आपत्ति जनाएकी छिन् यहाँनिर विनिता कठायतले। उसले केसम्म भनेकी छिन् भने मैले कहिल्यै कुनै पनि नेताको बारेमा यसरी बोलेको थिइनँ, तर यो चाहिँ अति भएपछि मैले बोलेको र यो चाहिँ सह्य छैन, यो चाहिँ एक्सेप्टेबल छैन भनेर उसले चाहिँ भनेकी छिन्। ज्ञानेन्द्र साईले यस्तो चाहिँ नगर्नु पर्थ्यो होइन। यो अरूबाट पनि मैले सुनेको हो। ज्ञानेन्द्र साई त एउटा राम्रो मान्छे, रासपाले टिकट विभिन्न कारणले उनलाई दिएन होला, किनभने उसको सिद्धान्तहरू भनेको कट्टर राजावादी हो। रासपा भनेको चाहिँ संविधान मान्ने पार्टी हो र अहिलेको यो लोकतन्त्रलाई मान्ने पार्टी भएकोले नदिएको होला, तर यसरी चाहिँ दुष्प्रचार गर्नु चाहिँ के अरे ज्ञानेन्द्र साई जतिको नेतालाई चाहिँ अलिकति शोभा दिएन है।